म चाहिँ सोच्दै थिएँ सुस्दै कि म चाहिँ यसो हेरेको बाहिरतिर कस्तो धेरै घाम लागिरहेछ कि आज चाहिँ साथीहरू। अनि अब घाम लागे पनि काम त गर्नै पऱ्यो नि भनेर म चाहिँ यसो कपाल मिलाएँ। अनि कपाल मिलाएपछि फेरि मेरो दिउँसोको काम के गाईबस्तुहरू चाहिँ सुतिराख्नु भएको छ, बाख्रा चाहिँ उठिराख्नु भएको छ कि कतिखेर यसले घाँस ल्याउँछ भनेर। अनि मैले त्यतिकैमा घाँस हालेको नि त बाख्रालाई। अनि हाल्दा हाल्दै गाई पनि जुरुक्कै उठ्नु भयो। अब हरियो देखेपछि त गाईलाई पनि उठौँ उठौँ लाग्यो होला नि त, उठ्नु भयो। अनि अब आफ्नो दिउँसोको काम त यही हो नि त, अब यही गोबर सोहोरो, घाँस हालो, पराल हालो, बढारो, सफा सुग्घर गरो, यस्तै नै हुन्छ कि मेरो चाहिँ काम। अनि त्यतिकैमा म चाहिँ यहाँ पानी पनि लगाएँ। अनि बढार्दैछु कि जति सफा गरे पनि कति धेरै हग्छन् कि यिनीहरूले, कति धेरै गोबर आउँछ क्या साँच्चै होला। अनि के गरौँ भन्दै थियो नि, हाम्रो छिमेकी दिदी खस्नु भएको छ आज 7 दिन भयो। अनि सबैजना आइराख्नु भएको छ क्या। अनि लुगा सुके कि सुकेन भने छामेको झन् मान्छे नै सुकिरहेको क्या।